हेलो एन्ड वेलकम टु दिस भिडियो। आजको क्लासमा चाहिँ हामी टर्क भनेको के हो हैन अनि रिलेसन बिट्विन टर्क एन्ड मोमेन्ट अफ इनर्सिया भनेर हेर्न जाँदैछौँ। यो चाहिँ एक्जाम बेसिस पनि एकदम इम्पोर्टेन्ट एउटा डेरिभेसन रहेको छ। सो फर्स्ट अफ अल टर्क भनेको के हो भने टर्निङ इफेक्ट अफ फोर्स अन अ बडी इज नोन एज टर्क। टर्क भनेको सिम्पली के हो रहेछ भने चाहिँ एउटा टर्निङ इफेक्ट हो हैन, एउटा टर्निङ इफेक्ट अफ फोर्स हो जुन चाहिँ बडीमा लाग्छ, त्यसलाई नै हामी टर्क भन्छौँ। र म्याथमेटिकली भन्नुपर्दा चाहिँ यो चाहिँ भेक्टर प्रोडक्टको फोर्स र फोर्स आर्मको हैन। अब यसलाई म्याथमेटिकली लेख्नु पर्दा चाहिँ टर्क भनेको r इन्टु f भेक्टर हुन्छ हैन। सो टर्क इक्वल्स टु rf sin थीटा एन टु द पावर 8 अनि यसको युनिट भनेको न्युटन मिटर भइहाल्यो। अनि अब यसको रिलेसन बिट्विन टर्क एन्ड मोमेन्ट अफ इनर्सियाको बारेमा कुरा गर्नुपर्दा चाहिँ अब यहाँनिर एउटा फिगर देख्न सक्नुहुन्छ हैन। यो चाहिँ एउटा रिजिड बडी रहेको छ जुन चाहिँ एउटा फिक्स पोइन्ट x र y मा रोटेट गर्दैछ। अब यसको m1 m2 देखि mn सम्म चाहिँ यसको मास भयो इच पार्टिकलको हैन, र r1 देखि rn सम्म चाहिँ डिस्टेन्स भयो हैन इच पार्टिकलको फ्रम एक्सिस अफ रोटेसन देखिको चाहिँ यो r1 देखि rn सम्म चाहिँ यसको डिस्टेन्स भयो। अनि इच पार्टिकल ह्याज सेम एंगुलर एसिलेसन पाइ हुन्छ, एंगुलर एसिलेसन पाइ सेम भयो हैन, तर चाहिँ लिनियर एसिलेसन चाहिँ डिफरेन्ट भयो, a1 देखि an सम्म भयो लिनियर एसिलेसन चाहिँ। अनि अब टर्क अन फर्स्ट पार्टिकल, अब हामीले यो डेरिभेसन गर्दा सुरुमा हामीले फर्स्ट पार्टिकलको टर्क निकाल्नुपर्छ, त्यसपछि त्यसलाई सम गर्नुपर्छ, सबै पार्टिकलको सँग सम गरेपछि हामीले निकाल्न सक्छौं। सो फर्स्ट अफ अल यहाँ हुन्छ टर्क अफ फर्स्ट पार्टिकल भनेको हाम्रो टर्क 1 भनेर हामीले रिलेट गरेछौं जुन चाहिँ f1 r1 रहेको छ है। अनि हाम्रो अब f भनेको फोर्स भइहाल्यो, r भनेको रेडियस नभनिहाल्यौं, यो r भनेको डिस्टेन्स बिट्विन एक्सिस अफ रोटेसन एन्ड द पार्टिकल। सो हाम्रो f भनेको फोर्स भनेको ma भइहाल्यो हैन। अनि हामीले यहाँ त्यही ma भ्यालु रिप्लेस गरेको छौं र टर्क 2 भने र यसपछि अब हाम्रो यहाँ हेर्न सक्नुहुन्छ tau1 इक्वल्स टु m1 r अल्फा अनि r1 रहेको छ। अब यहाँनिर अब हाम्रो भन्यौं यहाँ एंगुलर एसिलेसन हाम्रो सेम हुन्छ भन्यौं। सो एंगुलर एसिलेसन भनेको हाम्रो यहाँ r अल्फा हुन्छ। सो हामीले यो a को ठाउँमा चाहिँ यो r अल्फा भ्यालु रिप्लेस गरेको मात्र हो। र यसपछि यसको तल्लो स्टेपमा चाहिँ के हो भन्दा r1 लाई हामीले मल्टिप्लाई गरेर r² को फर्ममा लेख्यौं र यो चाहिँ हाम्रो टर्क अफ फर्स्ट पार्टिकल भयो। अब यसै नै हाम्रो अब टर्क अफ सेकेन्ड पार्टिकल, हाम्रो यसै नै अब टर्क अफ सेकेन्ड पार्टिकल यो रहेको छ m1 2 r2 स्क्वायर अल्फा। अब टर्क अफ थर्ड पार्टिकल हाम्रो m3 r3 स्क्वायर अल्फा रहेको छ। यस्तै गरी टर्क एन पार्टिकलसम्म आउँदा चाहिँ mn rn स्क्वायर अल्फा हुन्छ। अब यो चाहिँ टर्क अफ एन पार्टिकलसम्म भयो। अब टर्क अफ रिजिड बडी चाहिँ कस्तो हुन्छ भन्दा चाहिँ अब हामीले आएको जति सबै टर्कहरूलाई चाहिँ हामीले एड गर्नु पर्यो टर्क 1 देखि टर्क n सम्म। सो अब टर्क 1 भनेको हाम्रो यो थियो, यसै गरी टर्क n सम्म हामीले यो छ हैन। र यो सबमा अब हाम्रो सिमिलर के छ अल्फा छ नि त, हो यो अल्फालाई हामीले सिमिलर तान्यौं र आको यो भ्यालुहरुलाई हामीले यहाँ लेखेका छौं। र यसपछि अब यो सबै भनेको त के हो भने m1 r1 को होल स्क्वायर देखि mn rn को होल स्क्वायर भनेको त समेसन i1 देखि n सम्म हो नि त, यो m1 r1 को होल स्क्वायर हो, यो नै हामीले यहाँ लेखेको छौं। र यसपछि अनि हाम्रो के भएको छ भने टर्क इक्वल्स टु अल्फा i भएको छ, यो m1 r1 को स्क्वायर भनेको i भयो। र यो चाहिँ हाम्रो टर्क र मोमेन्ट अफ इनर्सियाको रिलेसन पनि हो र यो चाहिँ एकदमै इजी रहेको छ र हामीलाई 3 मार्क्ससम्म सोध्न सक्छ। सो मजाले हेरेर जानु होला। यति नै आजको क्लासमा।